नेपालमा हरेक दिन नयाँ बिजनेस खुल्छ तर दुःखको कुरा धेरै जसो 2 वर्ष पनि टिक्दैन। किन? के नेपाल बिजनेसको लागि खराब देश हो कि बिजनेस गर्ने तरिका नै गलत छ? आजको भिडियोमा हामी हेर्नेछौँ किन नेपालका बिजनेसहरू सुरु भएको केही समयमै बन्द हुन्छन् र कसरी केही बिजनेस भने वर्षौंसम्म टिकिरहेका छन्। प्रब्लम नम्बर 1 कपी पेस्ट बिजनेस। नेपालमा एउटा बिजनेस चल्यो भने भोलिपल्ट त्यही बिजनेसको 10 वटा कपी खुल्छ। एउटा क्याफे चल्यो, त्यही छेउमा अर्को क्याफे। एउटा क्लोथिङ सप चल्यो, छेउमा उस्तै अर्को। तर समस्या कहाँ छ भने सबैले एउटै कस्टमरलाई टार्गेट गरिरहेका हुन्छन्। मार्केट सानो छ, कम्पिटिसन धेरै छ। प्रब्लम नम्बर 2 मनी म्यानेजमेन्ट फेल। धेरै बिजनेसमा कस्टमर हुन्छन्, सेल पनि हुन्छ तर बिजनेस बन्द हुन्छ। किनभने प्रफिट र क्याश एउटै कुरा होइन। नेपालमा धेरै बिजनेस उधारोमा चल्छ, कस्टमरले पैसा दिन्छ तर रेन्ट, सेलरी, स्टक सबै क्याशमा चाहिन्छ। रिजल्ट बिजनेस बाहिरबाट राम्रो देखिन्छ तर भित्रभित्र सकिएको हुन्छ। प्रब्लम नम्बर 3 नो पेसेन्स। अर्को ठूलो कारण हो पेसेन्सको कमी। धेरै मानिस सोच्छन् 2-3 महिनामा राम्रो प्रफिट आउँछ तर रियालिटी फरक छ। रियल बिजनेस बिल्ड गर्न टाइम लाग्छ, कस्टमर ट्रस्ट बिल्ड गर्न टाइम लाग्छ, ब्रान्ड बनाउन टाइम लाग्छ। धेरै बिजनेस प्रफिट आउनु अघि नै बन्द हुन्छन्। यसैले भनिन्छ बिजनेस इज अ म्याराथन। प्रब्लम नम्बर 4 नो मार्केटिङ। आजको समयमा राम्रो प्रोडक्ट भएर मात्र पुग्दैन, पिपुल निड एटेन्सन। धेरै बिजनेस अझै पनि सोचिरहेको छन् सब खोल्यो भने कस्टमर आफै आउँछन्, तर अहिले सोशल मिडियाको एरा हो। टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब मार्केटिङ नगर्ने बिजनेस धेरै पछाडि पर्छ। प्रब्लम नम्बर 5 ब्याड एकाउन्टिङ एन्ड प्लानिङ। धेरै बिजनेस ओनरले आफ्नो बिजनेसको एक्चुअल कन्डिसन नै थाहा हुँदैन, कति प्रफिट, कति लस, कति डेप्ट, कति स्टक रेकर्ड नै हुँदैन। नम्बर्स बिना बिजनेस चलाउनु भनेको आँखा बन्द गरेर गाडी चलाउनु जस्तै हो। नो नम्बर्स नो डाइरेक्सन। नेपालमा बिजनेस गर्न इम्पोसिबल छैन तर क्विक मनी सोचेर आएको बिजनेस धेरै टिक्दैन। सक्सेसफुल बिजनेसहरूले के गर्छन्? स्मलबाट सुरु गर्छन्, क्याश म्यानेज गर्छन्, कस्टमर ट्रस्ट बिल्ड गर्छन्, मार्केटिङ गर्छन्, यससम्म कन्सिस्टेन्ट रहन्छन्। अन्तमा कन्सिस्टेन्सी बिट्स एक्साइटमेन्ट। तपाईको विचारमा नेपालमा बिजनेस फेल हुनुको सबैभन्दा ठूलो कारण के हो? कमेन्ट गरेर भन्नु। यस्तै रियलिस्टिक बिजनेस कन्टेन्टको लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला।